दर्शन नमस्ते, स्वागत छ मेरो भ्लगमा। अहिले चाहिँ म बस्ने हामीहरू बस्ने कम्पाउन्डको नजिकै वरिपरि घुम्न गइरहेको छु। हेरौँ कस्तो छ माहौल। यहाँ चाहिँ भर्खर नयाँ नयाँ बिल्डिङहरू बनेको ठाउँ। पहिला त 2017 तिर यता सानो सानो घरहरू मात्रै थियो। त्यही पनि अब इङ्ग्लिसमा चाहिँ टाउन भन्छ होला, हाम्रो गाउँतिर चाहिँ होइन, गाउँघर सिटी चाहिँ होइन, सिटी जस्तै जस्तै छ। बाहिर ढलको पानी आम्बरी कस्तो गनायो। क्लियरिटी कस्तो आएको छ भिडियो। बिल्डिङहरू बिल्डिङै बिल्डिङ। अहिले भिआइपी एरिया जस्तो भयो। पहिलाको मजरा, अहिलेको भिआइपी। हाम्रो चाहिँ पाण्डाको कम्पाउन्ड चाहिँ यहाँ नजिकै छ। यही छ हेरौँ। जाँदा जाँदै चाहिँ यहाँ बिल्डिङ अब सोसाइटी बनिसकेपछि यता पार्क पनि छ। जता पनि सोसाइटी बनेपछि त पार्क त बनाउनु पर्यो। पानीवाला गाडी के फाल शुक्रान। एरिया था अरबिकहरू क्यामेरा देख्यो भने पहिला त अब रिसाउँथ्यो। अहिले चाहिँ क्यामेरा देख्यो भने पुरा पिस गर्छ, किनकि अहिले पुरा धेरै एडभान्स भइसक्यो। पहिला त अलिक उनीहरूको धर्मअनुसारको त जानै परिहाल्यो, अलिक स्ट्रङ थियो। अहिले चाहिँ त्यसै खासै छैन। यस्तो ठुल्ठुलो राइस बिल्डिङहरू लगभग प्रायः सबै 6 तला 7 तलाको छ। यता टक्क पार्कमा बस्यो, चिया पियो, दामी छ नि। बिन्दास जिन्दगी यिनीहरू अरबिकहरूको जिन्दगी चाहिँ। यस्तो छ माहौल। यहाँ चाहिँ भर्खरै एनसिबी ब्याङ्क बन्दैछ। पहिला लाग्थ्यो कि होइन, पहिला लाग्थ्यो गाडीहरू किन उल्टो दिशातिर चलिरहेको छ भने यहाँ चाहिँ राइट साइडमा चल्दो रहेछ नि त अरबिक देशहरूमा प्रायः जसो। हाम्रो नेपालमा लेफ्ट साइडबाट चल्छ गाडी, यहाँ त राइट साइडबाट। बाटो क्रस गर्न पनि गाह्रो छ यहाँ त। एकैछिन
केटाहरूलाई फाइन बजार घुम्न गएको केटाहरू फाइन तिरेर आए पुलिसले घेरी त हाल्यो क्रस गरिहाल्नु पऱ्यो क्रस गऱ्यो है क्रस गऱ्यो धेरैको बाटो क्रस गर्न गाह्रो ओके यस्तै छ माथितिर जानु पऱ्यो वाक गरिरहेछन् पार्टी सार्टी पनि हुन्छ यिनीहरूको त मजाले हाल्नुपर्छ त्यो अघि 2017 सालमा हामी इफ्तार पार्टी आउँदा त्यो घर मात्र माथिको डाँडामा एउटा घर थियो तसेट यताबाट दामी देखिन्छ माथि अहिलेको यतिको भनौँ न 6:30-7 बजे त्यति तातो पनि छैन शीतल छ माथि पुगेर आउनु पऱ्यो हेरौँ सररररर हावा चलिरहेछ माथिबाट तलको सिनहरू दामी देखिन्छ नि किनकि पहाड अब यहाँ बिल्डिङ बन्दैछ यहाँको बिल्डिङ बनाउने स्टाइल कन्स्ट्रक्सन पुरै कति माथिसम्म तल पुरै ढलान गर्छ भुइँमा त्यसपछि यहाँसम्म आउँदा त एक तल भइसक्यो कि अब यो यो त अगाडिको पुरै पानी ढल होला पानी ट्याङ्की पिलर हेर्नु माइ गड कति ठुल्ठुलो त्यही भएर 6 तला 7 तला मिनिमम हो यहाँ यस्तो दामी देखि यहाँबाट जुम गरेर हेर्नु पर्यो दामी देखि नदी फार्मेसी देखिरहेको छ सिधै भित्र चाहिँ अन्डा कम्पिटिसन सूर्यास्तको अवस्था कति भयो हजुर 7:30 हावाले आवाज पनि त्यति क्लियर हावा स्याट मारिरहेछ त्यो बादल उडिरहेको पहाड पारिपट्टि बीच खोल्सम्म चाहिँ गाउँ स्टोन गर्दैछ केटाहरू सिक्दैछ क्या
इभिनिङ वाक त हो नि, बिहान त 5 बजे ड्युटी जानुपर्छ होइन, वाक गर्न भ्याइँदैन, उठ्न त भ्याइँदैन कहिलेकाहीँ, त्यस्तै हो। यता इभिनिङ वाक हुँदैछ। अर्को प्लेन के हो भने तैसिर, यो ठाउँको नाम चाहिँ तैसिर। जेद्दामा बसेको पनि धेरै साल भइसक्यो। प्लेनमाथि उडेको प्लेन देख्दा चाहिँ घर कतिखेर जाउँ, कतिखेर पुगिन्छ जस्तो लाग्छ। त्यही हो, अन्डाको काम, 2 सालमा छुट्टी, यस्तै छ जिन्दगी। हाइवेतिर आइपुग्यो। यहाँबाट बाटो क्रस गर्दाखेरि कति गाह्रो हुन्छ भन्ने कुरो थाहा छैन। क्रस गर्नुपर्छ। एउटा गाडी आएर मलाई अलिक सजिलो भयो। यो चाहिँ कफी सप। कफी सप सानो, पेट्रोल पम्पको छेउमै कफी सप। पेट्रोलको मूल्य म तपाईँहरूलाई देखाउँछु। यता साउदी अरब पेट्रोलको मूल्य 91 भनेको चाहिँ एकदम ओरिजिनल, 95 भनेको अलिक 2 रियल 18 होला, अर्को चाहिँ 2 रियल 33 होला। ग्रीन एन्ड रेड चाहिँ राम्रो, ग्रीन भन्दा उल्टो भनेछु। यो चाहिँ नादी फार्मेसी। यता चाहिँ म ओके, यस्तै छ। हेर्नुहोस्, हाम्रोमा त कति गाडाहरू सब बसिरहेको हुन्छ होइन, ब्याङ्कमा यहाँ एनसिबी ब्याङ्क बुथ। गाडीबाट ओर्लिनै पर्दैन, गाडी लग्यो स्याटै निकाल्यो, जति चाहिने बजेट गयो। कार वास। यो चाहिँ मोटर बाइक तपाईँ देख्नुहुन्छ किता, एक डेलिभरी बोयको काम यस्तै हुन्छ। यो यस्तै त गाडी दिन्छ, लाइसेन्स हुनु पऱ्यो, डेलिभरी बोय। डेलिभरी बोयको काम यहाँ चाहिँ अलि जोखिमपूर्णै छ। मोटर बाइक कुट्दैन, गाडी मात्रै कुदेर, गाडी र मोटर बाइक गुडेको देखिँदैन, भाक्कै ठोक्यो भने सक्यो। तर अहिले पुरै सेफ्टी लगाउनु पर्ने नियम बनाएको छ। डेलिभरी बोयको काम गर्न मोटर बाइकमा चाहिँ अलिक गाह्रै छ गल्फमा। यस्तो छ सोसाइटी। म अहिले उल्टो हिँड्दैछु, राइट साइड हिँड्नुपर्ने, लेफ्ट साइड हिँड्दैछु। त्यही फरक पर्दैन। यता थियो एउटा अफगानीको पसल, तमिज रोटी बनाउने बन्द रहेछ। त्यो अलिक तल मात्र खुलेको छ। एकोमोडेसन पनि आइपुग्न लाग्यो।
डस्टबिन नजिक भएर खुस्स गएर यस्तो डस्टबिन ट्याक्क ठाउँमा राखिदियो भने होइन सरसफाइ अभियान चिक बाइक के हेऱ्यो हो चिक बाइक रे बच्चाको रोस्ट के रे कुखुराको बच्चाको रोस्ट के बात आई समझ में चिक बाइक How are you? Good. अरबिकहरू फ्रेन्डली अरबिक पहिला जस्तो छैन क्यामेराको अनुहार देख्ने बित्तिकै हात उठाइहाल्छ हाउ आर यु इज ग्रेट होइन राम्रो हो नि के आइपुग्न लाग्यो यो कम्पाउन्ड एकोमोडेसन मार्केटमा प्रत्येक घरको मार्केट बकाला भने के भन्छ नि किराना स्टोर सोसाइटी राम्रो छ कपाल काट्ने ठाउँ पारिपट्टि पनि छ केटाहरू बाहिर हिँड्दैछ त्यो बिल्डिङ बन्दैछ त्यो दुईवटा बिल्डिङ चाहिँ पाण्डा एकोमोडेसन यतापट्टि 5 रियल मार्केट 5 रियल मार्केट तपाईँहरूलाई म बकाला घुमाउनु पनि जानु पऱ्यो बकाला भन्दा त किराना स्टोर गल्फको किराना स्टोर होइन अरबिकमा चाहिँ बकाला बन्द रहेछ नयाँ फार्मेसी खोल्दैछ युनाइटेड फार्मेसी कम्पाउन्ड पारी यहाँ पनि क्रस गर्नु पऱ्यो नि त बाटो है पुलिस ठ्याक्कै देख्यो भने त फाइन बाबु फाइन ओके उतै बसेको क्रस गरेँ म डरै लाग्छ क्रस गर्न त यताबाट पनि आउँदैछ यो चाहिँ ग्रिन कलरको ट्याक्सी बक्कर जानु पऱ्यो चिसो पिउनु पऱ्यो नि लास्टै गर्मी भयो चिसो पिउनु पऱ्यो फ्लोर से बंद हो गया क्लोज के सलाको टाइम भएछ चिसो खाना पाइएन यस्तो छ फ्रेस ओहो टोली हेरेर आउनु न यही हो एरिया एकोमोडेसनको यो चाहिँ पार्किङ भयो हाम्रो पार्किङ एरियामा हाम्रो बसहरू पार्किङ गरेर राखिरहेको छ
सक्नुहुन्छ। यता पनि फार्मेसी 3टा बस, कतिवटा स्टोर छ? 1 2 3 4 5 6वटा स्टोरलाई 3टा बस कम्पनी हो। ओके, यो भिडियोमा यति नै। भिडियो धेरै लामो भयो। अर्को भिडियोमा फेरि भेटौँला। हस् त, बाई।